साथीहरु आज चाहिँ म मेरो युट्युब ब्लग स्टार्ट गर्नु गएको छु। आजको मेरो ब्लग चाहिँ कुकिङमा हुनेछ हैन। कुकिङ आज चाहिँ मैले के छ भन्ने कुरा हजुरले टाइटल देखिसक्नु भयो होला। आज चाहिँ मेरो ब्लग चाहिँ कुकिङमा हुनेछ। त्यसपछि हजुरहरूले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला है। हजुरहरूले पुरा भिडियो वाच गरिदिनु होला है त। ओके, म मेरो भिडियो स्टार्ट गर्न गइरहेको छु। हजुरहरू पुरा हेर्नु होला साथीहरु। म चाहिँ मेरो कुकिङ स्टार्टमा मैले मेरो कामहरु सकाएर ढङ्ग धन्दा मन्दा सबै काम सकाएर पछाडि अब बेलुकाको खानाको लागि म रेडी गर्दैछु है त साथीहरु। म चाहिँ प्रायः जस्तो चाहिँ पन्ध्र लगाएर काम गर्ने गर्छु, किनभने मेरो हात अलिकति छ नि बिरामी भइहाल्छ कि पानीहरू पिलाउनु थालेपछि चिसो तातो छुएपछि। त्यही भएर म चाहिँ यसरी अब जे काम गर्दाखेरि पनि केही मुस्किल छ भने केही गर्नु छ भने पन्ध्रहरू नहुने गर्ने गर्छु है त साथीहरु। म चाहिँ अब यो मैदाको पिठोलाई मैदा होइन, यो त आँटा पो त। मैदाको नै रोटी त बन्छ, तर आँटाको अलि राम्रो हुन्छ नि त। त्यही भएर ल साथीहरु, मैले चाहिँ अब पिठो मुस्नु सुरु गरेँ। अब यसपछि छोले बटोरी पनि बनाउँछु त अरे। मैले चाहिँ पिठो मुसिसकेँ। म चाहिँ बेलुकाको जति तयार गर्दा गर्दै बनाइदिन्छु है। त्यहाँको बक्स फुटाउनु, त्यसपछि यस्तो हाल्नुपर्छ। यस्तो हालेर पर भुट्नुपर्छ है त साथीहरु। यसलाई चाहिँ भुटन भन्छ है, भुटन। म चाहिँ एकैचोटि बेलेर मात्रै पकाउनु पर्यो भनेको त है। बेलेर यसरी पकाउनु पर्यो भनेको त पिठोहरू त पुरै टाँसिँदो रहेछ कि, यसरी ट्यापक च्यापक टाँसिँदो रहेछ कि। त्यही भएर म चाहिँ अब यसलाई पकाउँदै बेल्दै गर्नु पर्यो है। टाँसिने रहेछ मलाई थाहा नै भएन क्या। त्यही भएर साथीहरु, म चाहिँ सुक्खा रोटी मैदाको एकदम सुक्खा रोटी के कान्छ मेरो सुक्खा रोटी बन्दैछ है साथीहरु। कति बाबु ल साथीहरु, म चाहिँ यहाँनिर रोटीको लागि टक्क रोटी पोलिरहेको छु। मेरो चाहिँ यहाँ तरकारीहरू पनि टक्क रेडी हुँदैछ है। अब चाहिँ म तरकारी पनि पकाउँदैछु ल साथीहरु है। म चाहिँ पसलमै हो, किनभने अब पसलमै खानाहरू पसलमै खाने गरे हा। त्यही भएर अब चाहिँ पसलमै हुन्छ ल खानपानहरू गर्ने। दुई ठाउँ किन किचन गर्ने भन्ने हिसाबले हुन्छ। त्यही भएर है यो त मैले लागिसकेको छु त होइन। त्यसले खरेर चाहिँ यसलाई चाहिँ म प्याजलाई हल्का डढ्न दिन्छु ल। प्याज अलिकति खारियो है त। अब चाहिँ यसमा चाहिँ म हल्का हाम्रोतिर चाहिँ नेपालीमा चाहिँ बेसार भन्छ, इन्डियातिर चाहिँ सायद हल्दी भन्छ होला होइन। चाहिँ बेसार भन्छ। यसमा चाहिँ म आलु पेडाउहरू हाल्नु गरेको छु ल साथीहरु। मैले चाहिँ मटर खाना हालिसकेको छु है। यसरी चलाउने, त्यसपछि यसलाई मैले यसमा चाहिँ अदुवा लसुन मसलाहरू के हाल्नुपर्छ, त्यसपछि टमाटरहरू सबै हालेर यस्तो जाडोमा तातो सिटी हाल्दिने। त्यसपछि हाम्रो सुक्खा रोटीसँग खानु तयार हुन्छ है त साथीहरु। कति खाना मात्रै खानु क्या है साथीहरु, कहिले कहिले यस्तो नि बनाएर खानुपर्छ क्या। खाना खाँदा खाँदा वाक्क भइसक्यो जिन्दगीमा। मलाई फेरि अरू चाहिँ थाहा भएन कि खाना बनाउनु चाहिँ लास्टै जाँगर चल्छ क्या साथीहरु। त्यही भएर होला सायद मलाई बनाउने यही पेसा दिएको क्या। यही पेसा दिएको, यस्तो चाहिँ गर्नुहुन्छ भनेर क्या। मान्छेलाई जुन इन्ट्रेस्ट लाग्छ त्यही त गर्ने हो नि होइन। ल साथीहरु, मैले चाहिँ मजाले मसलाहरू मोलेर गरेर यतिको बनाएँ। अब चाहिँ यसलाई चाहिँ मजाले सिटी हालेर टक्क बाक्लो लत्तपत्त पारेर बनाउनुपर्छ। अनि यस्तो मिठो हुन्छ जाडोमा तातो है। ओके साथीहरु, मेरो त्यहाँनिर रेडी भइसकेको छ रोटीहरू है। यस्तो नरम भएको छ, यस्तो राम्रो भएको छ होइन। तर यो हल्का हल्का जल्काया कि यस्तै हुन्छ काम गर्दा गर्ने कहिलेकाहीँ होइन। मेरो चाहिँ तरकारी पनि पाकिसकेको छ। म पस्किन्छु ल साथीहरु। मेरो चाहिँ
रोटी तरकारी अचार रेडी भइसकेछ ल रोटी तरकारी त्यसपछि यहाँ चाहिँ अचार होइन ल अब चाहिँ म खाना थालेको ल तातो सिलिन्छ फेरि अनि यो चाहिँ हाम्रो अचार होइन अचार अकबरीको अचार मेरो अचार 3 थरीको बनाएको छु मैले अनि यो चाहिँ तरकारी ल खानु चाहिँ रेडी भयो ल म चाहिँ खानु लागिरहेको छु आजको भिडियो चाहिँ यति नै हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है साथीहरू एकअर्कालाई सपोर्ट गर्नु होला बाई बाई